दसैँ चाहिँ मासुसँग जोडिन्छ, तिहार चाहिँ धेरै जसो मिठाईसँग जोडिन्छ, रोटीहरूसँग जोडिन्छ। अब मासु मान्छेको लागि एउटा एकदमै राम्रो प्रोटिनको स्रोत हो। अब मासुलाई राम्रोसँग खायो भने त्यसले फाइदा गर्छ। मांसाहारीहरू धेरै छन् है, मांसाहारले चाहिँ मान्छेलाई फाइदै गर्छ। अब कतिपय मान्छेहरूले भन्छन् कि मांसाहारभन्दा शाकाहार राम्रो, सागसब्जी हो, सागसब्जी राम्रो हो हैन, तर मासुलाई पनि तरिकासँग खायो भने नराम्रो होइन है। अब दसैँमा खसी काट्ने, त्यसपछि खसीको विभिन्न परिकारहरू बनाउने र त्यसलाई चाहिँ कबाब बनाएर, भुटुवा बनाएर, अब विभिन्न त्यो भित्री भयो, कलेजीहरू, भित्री अङ्गहरूको मासु, त्यसपछि अब भुटुवाहरू हैन, भुटन, अनि यतिसम्म कि रगतीलाई समेत हामीले खान्छौँ। र कस्तो प्रकारले पकाउँछौँ भन्दाखेरि त्यो चाहिँ अलिकति अस्वास्थ्यकर किसिमले हामीले पकाउँछौँ, जसले गर्दाखेरि यो दसैँको समयमा यो मासुको कारणले गर्दाखेरि, विशेष गरी खसीको मासु धेरै खाएर धेरै नै रोगहरू, यो दसैँकै बेलामा हुने आकस्मिक अवस्थाहरू, मुटुका रोगहरू, पेटका रोगहरू र अन्य अरू स्वास्थ्य समस्याहरू हामीले भएको देख्छौँ। अब यदि यसलाई अझै गहिरेरै कुरा गर्ने हो, ठ्याक्कै कुरा भन्ने हो मासु र स्वास्थ्यको सम्बन्ध, त्यो पनि दसैँको बेलाको प्रसङ्गमा यदि कुरा गर्ने हो भने, अब मासु धेरै खान्छन् वर्षभरि। अब हिजोआज हुन त मान्छेहरूले मासु त खाएकै छन्, पहिला पहिला जस्तो मासु खानलाई दसैँ कुर्नु पर्दैन अहिले। अब केही होलान् मान्छेहरू हैन, तर हिजोआज त्यति धेरै उपलब्धता भइसकेको छ। तै पनि मानिसले दसैँमा पर्वको रूपमा छुट्टी हुन्छ, आफन्तहरू आउँछन्, रमाइलो गर्ने भन्ने कुरा हुन्छ, टिका लगाउन पाहुनाहरू आउँछन् हैन, आफन्तजनहरू, परिवारजन, विभिन्न नातेदारहरू आउँछन्। अब त्यो बेलामा अब जुन मासु हामीले पकाएर खान्छौँ, त्यो रातो मासु, रेड मिट भनिन्छ खसीको मासुलाई। अनि त्यो रेड मिटमा धेरै कोलेस्ट्रोल हुन्छ, धेरै त्यसमा चिल्लो पनि हुन्छ। कोलेस्ट्रोल पनि एक प्रकारको चिल्लो हो, बोसो हो। त्यस्तै प्रकारले अब त्यो धेरै खाँदाखेरि त्यसका असरहरू हुन्छन्। कोलेस्ट्रोल शरीरमा त्यसले धेरै बढाउँछ रेड मिटले। अनि त्यसपछि अब मात्रा धेरै हुँदाखेरि के असर हुन्छ त भन्दाखेरि, एउटा त त्यसले मुटुलाई धेरै लोड दिन्छ। कोलेस्ट्रोल धेरै शरीरमा परेपछि मुटुलाई धेरै चाप पर्छ, लोड बढी पर्छ। अर्को कुरा, यो रातो मासुमा नुन पनि धेरै हुन्छ। यसै पनि मासुमा नुन हुन्छ, नुन नहाल्दाखेरि पनि। झन् नुन हालेर पकाउँदाखेरि त अब त्यसमाथि पनि अब कबाब भयो, विभिन्न प्रकारका परिकारहरू, नुन यता पनि पर्छ, उता पनि पर्छ, फेरि अचारहरू हुन्छ, त्यहाँ नुन पर्छ भन्दाखेरि नुनको मात्रा पनि शरीरमा यति धेरै जान्छ यो बेलामा कि त्यसले एकदमै नकारात्मक असर पार्छ। त्यो भनेको ब्लड प्रेसर बढ्ने, त्यसले किडनीलाई पनि समस्या गर्ने, दिमागलाई समस्या गर्ने हो, यस्तो खालको यो स्वास्थ्यमा चाहिँ असर पार्छ। नुनको धेरै शरीरमा नुन धेरै जाने, चिल्लो धेरै जाने, कोलेस्ट्रोलको मात्रा बढ्ने, फेरि रातो माछीले युरिक एसिड पनि बढाउँछ है। युरिक एसिड पनि बढी हुनाले बाथ हुने, एकदमै त्यो जोर्नी बेस्कनी दुख्ने खालको बाथ, सबै ठुल्ठुला जोर्नी होइन कि कुनै एउटा निश्चित जोर्नी बेस्कनी ऐयाइया नै हुने गरी त्यो अस्पतालै दौड्नुपर्ने किसिमको दुखाइ हुन्छ युरिक एसिडको बाथ। त्यो पनि यो दसैँको बेलामा धेरै हुन्छ। त्यसैले म 2-4वटा तपाईँलाई म भन्छु कि कस्ता कस्ता स्वास्थ्य समस्या यो मासुको कारणले लिएर आउँछन् त अस्पतालमा, क्लिनिकमा, भनौँ न हामी डाक्टरहरूका भन्दाखेरि। एउटा, मुटुको धड्कन बिग्रेर आउँछ। मासु खायो, रक्सी खायो, कोल्ड ड्रिङ्क्सहरू खायो, धेरै खायो हो, यसको एकाएक असर भनेको मुटुको धड्कन एकदमैसँग बिग्रने, त्यसलाई हलिडे हार्ट सिन्ड्रोम पनि भनिन्छ। छुट्टीको बेलामा हुने मुटुको एउटा रोग है। मुटुको धड्कन बेतालले, मुटु बेतालले चल्ने, त्यस्तो हुँदा के हुन्छ भन्दाखेरि मुटुको पम्प राम्रोसँग हुँदैन, मान्छेको सास फेर्न गाह्रो हुने, हार्ट फेल हुन्छ है। त्यसले गर्दाखेरि अस्पताल कुदेर आउँछ, सास फेर्न एकदम गाह्रो भएर, छाती दुखेर। एउटा त्यो इमर्जेन्सी अवस्था हो। यो अवस्था बिग्रियो भने कहिलेकाहीँ त पक्षघात, स्ट्रोक भएर मान्छेको मृत्यु समेत हुनसक्छ। त्यसले गर्दा हार्ट एट्याकै पनि हुनसक्छ है। एउटा आकस्मिक समस्या हामी दसैँको बेलामा धेरै देख्छौँ। मासुको साथमा धेरै मासु
चिल्लो भएको र रक्सी पनि प्रशस्त हो। यस्तो हुँदा एउटा यो। अर्को रक्तचाप बढेर ब्लड प्रेसर एकाएक मान्छेको नर्मल भनेको 120 का मुनि 70 हामी भन्छौँ, तर यो समयमा ब्लड प्रेसर यो मासुको कारणले गर्दाखेरि एकाएक 180 200 सम्म पनि पुग्छ माथिको ब्लड प्रेसर, जसले गर्दाखेरि त्यसले मुटुलाई असर पार्ने, त्यसले आँखालाई असर पार्ने, त्यसले दिमागलाई असर पार्ने, एकाएक त्यस्तो हुन सक्छ, भनन्न चक्कर लाग्ने, बेहोस हुने हो, त्यस्तो खालको अवस्थाहरू उत्पन्न भएर अस्पतालको इमर्जेन्सीमा पुग्ने यो दोस्रो अवस्था हो। अब तेस्रो अवस्था यो मासुकै कारणले गर्दाखेरि अपच हुन्छ। यो यदि पित्त थैलीमा कसैको पत्थरी बसिरहेको रहेछ भने यो चिल्लोको जुन छ मासुमा त्यो चिल्लोपनाले गर्दाखेरि त्यो पित्त थैलीमा रहेको पत्थरी उगल्जिन्छ र एकदमै पीडा हुन्छ, एक्युट पेन, एकदम कडा दुखाइ हुन्छ, उल्टी हुने, कडा दुखाइ हुने भएर अकस्मात रूपमा अस्पताल गएर त्यसलाई अपरेसनै गर्नुपर्ने पनि हुन्छ कतिपय अवस्थामा। त्यो पनि यो अर्को अवस्था भने कतिलाई चाहिँ एकदमै धेरै खाएर उल्टी हुने हो। यस्ता खालका समस्या हामी देख्छौँ यो मासुकै कारणले हुने। रगती हेर्नुहोस् है, रगती खाने चलन छ, त्यसमा धेरै जीवाणुहरू हुन सक्छन्। वास्तवमा सबै खसीहरू स्वस्थ हुन्छ भन्ने छैन, त्यो सोझै रगती खाँदाखेरि हुन्छ। त्यसमा फेरि नुन पनि प्रशस्त हुन्छ, नुनकै कुरा भयो। त्यस्तै प्रकारले अब यो आन्द्रा भुँडी सब मिसाएर त्यसलाई एकदमै अब भुटेर त्यो पनि कतिको स्वस्थ हुन्छ भन्न सकिँदैन, राम्रोसँग सफा नगरे होला है। त्यसैले हाम्रा जुन परिकारहरू छ नि, कवाफ भयो, कवाफमा पनि धेरै चिल्लो हालेर, धेरै नुन हालेर, धेरै मसला हालेर, त्यसैले यो पकाउने तरिकै पनि अलिकति अब यसलाई परिवर्तन गर्नुपर्छ भन्छु मैले। फेरि अर्को कुरा, आज पकायो सबै आज खाइँदैन, खसी काट्यो त्यसलाई पकायो, भोलि पनि त्यहीँ खायो, पर्सि पनि त्यहीँ खायो, त्यही मासुलाई झिक्दै तताउँदै खाँदै। अब पहिलाको चलन त के हुन्थ्यो, अब पकाएर राख्यो दसैँको तिहारसम्म पनि जान्थ्यो है। अब हिजोआज त त्यसो नहोला, मासु जहिले पनि पाइन्छ, तै पनि अब त्यो मासु ताजा मासु खाइँदैन, बासी मासु खाइन्छ, त्यसले पनि असर पार्छ। फेरि अर्को कुरा, मानिसहरू दसैँको बेलामा हिँडडुल गर्दैनन्, घरैभित्र बस्यो, खायो पियो, तास खेल्यो होइन। अब त्यसकाले बाहिरी खेलकुद पनि हुँदैन, शारीरिक एउटा गतिविधि पनि हुँदैन, जसले गर्दाखेरि त्यो खाएको राम्रोसँग पच्दैन। शारीरिक गतिविधि गर्नुपर्छ। हेर्नुहोस् है, अब फेरि मासु खाँदाखेरि कतिले त खालान् हरियो सागसब्जी, फलफुलहरू, सलादहरू, त्यो पनि खाने गऱ्यो भने फाइदा हुन्थ्यो। त्यो पनि मानिसहरू धेरै कम खान्छन्। झन् त्यसको सट्टामा मिठाईहरू भयो, जङ्क फुड्सहरू, विभिन्न प्रकारका यी तयारी खानेकुराहरू ल्याएर दालमोट सालमोट यताउता त्यस्तो खालको स्न्याक्सको रूपमा त्यसरी राख्ने चलन छ। कोल्ड ड्रिङ्क्स खाने चलन छ, यो गुलिया पेय पदार्थहरू। त्यसैले हाम्रो अस्वास्थ्यकर छ मासु र अरू पनि जुन खाद्य सामग्रीहरू छन् हामीले प्रयोग गर्ने एकदम अस्वास्थ्यकर भएको मैले देख्छु। मासुलाई आजको भोलि, भोलिको पर्सि, अब त्यसरी जति दिन हामीले धेरै समयसम्म राख्यो त्यो बिग्रदै जान्छ। त्यसमा त जीवाणुहरू हुन त त्यो पकाएको मासु अलि टिक्छ भन्छन् धेरै, भने पनि के थियो त भन्दाखेरि पहिलाको दसैँ अलिकति त्यो बेला चिसो सुरु भइसक्यो हुन्थ्यो। अब अहिले त चिसो छैन, गर्मी छ, अहिले पनि पङ्खा चलाउनु पर्छ, एसी चलाउनु पर्छ। अब मासुलाई सबैले त्यो फ्रिजमै राख्छन् भन्ने होइन, फ्रिजमा त बाहिरै पनि मानिस धेरैले राख्छन्, धेरैको घरमा त रेफ्रिजरेटर पनि छैन, भए पनि रेफ्रिजरेटरमा बिजुली बत्ती गइरहन्छ, बेला बेला अफ भइरहन्छ। भनेपछि मासुलाई बासी राख्ने बित्तिकै त्यो बिग्रन थाल्छ, त्यो भित्रभित्र कुहिन थाल्छ है। अब त्यसैले त्यो जति बासी भयो त्यो एउटा बासीपनको कारणले गर्दाखेरि शरीरमा बासी खाना खाएपछि नपच्नेदेखि लिएर विभिन्न प्रकारका रोग लाग्ने भइहाल्छ। फेरि अर्को कुरा, मैले अघि पनि भने मासुसँग थोरै मासु, अलि धेरै अरू चिजहरू, गेडागुडी तरकारीहरू होइन, अरू त्यो हिसाबले खायो स्वस्थ अनि हिँड्यो ओऱ्यो, एक्सर्साइज व्यायाम भयो भने त्यो पच्छ पनि है। त्यसैले त्यो पनि हाम्रो भएन है। बासी कुरा भयो। अर्को मासुको जुन क्वालिटी छ, गुणस्तर, त्यो पनि अहिले त्यति स्वस्थकर छैन। त्यो मासु काट्नेहरूले जो बेचिन्छ, सबैले खसी नै ल्याएर काट्ने भन्ने छैन।
अब फेरि त्यही खसीलाई पनि कतिले इन्जेक्सन लगाएर मासु बढाएका होलान्, कतिले एन्टिबायोटिक र विभिन्न प्रकारका रसायन औषधिहरू खुवाए होलान्, दानामा कोही के खुवाएको होला। त्यो स्वस्थ, त्यो खसी स्वस्थ पाउनलाई एकदमै गाह्रो हुन्छ है। त्यसैले अब एउटा मासुकै कतिको गुणस्तरको छ त्यसमा पनि एउटा प्रश्न भयो। अर्को जुन मासु हामीले खान्छौँ, हामीले अब बोसो भयो हैन, अनि त्यसपछि छाला भयो, रगतीकै कुरा भयो, यी सबै कुरो खाने चलन छ के हैन। यो सबै कुरो चाहिँ अलिकति बोसोमा धेरै कोलेस्ट्रोल भयो, बोसो चाहिँ निकालेको हुनुपर्छ। छाला भनेको पनि पुरै कोलेस्ट्रोलको स्रोत हो। छाला अब खसीको मासुबाट छाला निकालिदियो भने फेरि स्वादै जाला भनेपछि अब यो मासुको गुणस्तरको प्रश्न छ, त्यो पनि स्वस्थकर हुनुपर्छ हामीलाई, स्वास्थ्यलाई खराब नहोस् भन्नको लागि। बासी राख्न भएन, दिन आज खानको लागि आजै पकाउनु पर्छ, त्यो दोस्रो कुरो। र कति खाने भन्ने कुरो पनि हामीलाई थाहा हुनुपर्छ। अब खाने भनेर खाएको खाइ त्यो मासु खाएको खाइ गर्न त्यसले त पनि साह्रै असर पर्छ। थोरै खाने, खाँदाखेरि सलादसँग खाने, दिनदिनै ताजा पकाएर खाने, बोसोहरू भयो यो छालाहरू निकालेर राम्रो मासु चक्कसँग धेरै चिल्लो नहालिकन पकाएर खाने, खाँदाखेरि अब सलादहरूसँग अरू फलफुल यस्ता चिजहरूसँग खाने, व्यायाम गर्ने, त्यो खाएपछि अब त्यत्तिकै कोठाभित्र सधैँ रूपमा नबस्ने, बाहिर निक्लने, खेलकुद गर्ने, पिङ चङ्गा हैन, यस्तो खालको दसैँको बेला यो कुरामा रमाउने, साथीभाइ परिवारजनहरूसँग बाहिर घुम्न जाने, यस्तो खालको गतिविधिमा पनि लाग्यो भने त्यो मासुले कम हानि गर्छ। नै भने मासुले अब मैले भनिहालेँ त्यसको गुणस्तरको कुरा, त्यसको ताजापनको कुरा, खाने मात्राको कुरा, यी सबले चाहिँ स्वास्थ्यलाई असरै पारिराखेको हुन्छ। खाना र स्वास्थ्यको बिचमा त धेरै ठुलो सम्बन्ध छ। हामीले के भन्छौँ भने जस्तो खायो त्यस्तै शरीर भन्छ। तपाईँले राम्रो खाना खानुभयो, तपाईँको स्वास्थ्य पनि राम्रो हुन्छ। राम्रो भनेको स्वस्थ आहारले स्वस्थ शरीर बनाउँछ। कसैको शरीरै हेरेर थाहा हुन्छ उसले कस्तो खाना खान्छ भनेर। यदि कसैको पेट एकदम ठुलो रहेछ भने यसले पक्कै पनि गुलियो र चिल्लो धेरै खान्छ भनेर हामीले सोझै भन्न सक्छ। कोही धेरै मोटो छ भने यसले पक्कै पनि जङ्क फुड धेरै खान्छ, यो मान्छेले धेरै ओभर इटिङ गर्छ, चाहिनेभन्दा बढी खान्छ, कम एक्सर्साइज गर्छ भनेर हामी भनेपछि शरीर कस्तो छ उसको खाना कस्तो छ भन्न सकिन्छ। त्यसैले के त भन्दाखेरि शरीर राम्रो बनाउन, स्वास्थ्य राम्रो बनाउन, चाहे त्यो मुटुको स्वास्थ्यको कुरा हो, चाहे त्यो पेटको स्वास्थ्यको कुरा हो, चाहे कलेजोको मृगला, चाहे दिमागकै किन नहोस्, तपाईलाई कस्तो आहार खानुहुन्छ त्यसमा तपाईँको शरीरको स्वास्थ्य भर पर्छ। त्यसैले यस्तो ठुलो गहिरो सम्पर्क छ खानपानको कि यो विश्व स्वास्थ्य सङ्गठनले पनि मान्छेको स्वास्थ्य सुरक्षा, एउटा स्वस्थ जीवनशैली प्रवर्धनको लागि सबभन्दा पहिलो कुरा चुरट र रक्सी पछि है, चुरट र रक्सी बेग्लै इस्यु हो, तर खानपानको कुरामा, जीवनशैलीको कुरामा खानपानलाई एक नम्बरमा राखेको छ। त्यसैले स्वस्थ आहारले स्वस्थ शरीर बनाउँछ, अब अस्वस्थ आहारले अस्वस्थकर शरीर। हिजोआज किन मान्छेहरूको भनौँ न समाजमा धेरै रोग हामी देखिरहेछौँ। मुटुको रोग बढिया छ, सुगर त्यत्तिकै बढी छ, ब्लड प्रेसर बढी छ, हार्ट एट्याक भएर युवा अवस्थामै मान्छेहरू 20-25 वर्षको उमेरमा मान्छेहरू हार्ट एट्याक भइराखेका छन्, मृत्यु भइराखेका छ, क्यान्सर त्यत्तिकै बढिराखेको छ। किन यस्तो भइरहेछ भन्दाखेरि हाम्रो खानपानकै कारणले भइरहेछ। यो नम्बर 1 कारण, यो स्वास्थ्य बिग्रिएको, अहिले नसर्ने रोगहरू बढ्दै गएको नम्बर 1 कारण भनेको यो हाम्रो अस्वस्थकर खानपान नै हो। अब दसैँ चाड वर्षै पछि आउँछ, हामी कति खुसी हुन्छौँ, हाम्रो चाड आयो, परिवारजनसँग भेटघाट हुन्छ, छुट्टी हुन्छ, रमाइलो गरिन्छ। अब कसैलाई त्यो पनि होला, त्यो बेलामा मिठो खाइन्छ, नयाँ लुगा लाइन्छ, त्यो रहर पनि होला कतिलाई। म सबैलाई शुभकामना दिन चाहन्छु, यो दसैँमा रमाइलो गरौँ, आफन्तजनहरूसँग भेटघाट गरौँ, तर आफ्नो स्वास्थ्यलाई चाहिँ एकदमै विचार गरौँ। दसैँ चाहिँ कसैको लागि दशा नहोस्। मुख्य कुरो खानपानमा ध्यान दिउँ, मासु खाउँ ठिक छ, तर त्यसलाई चाहिँ बासी नखाउँ, आजको आजै खाउँ पकाएर। त्यसलाई पकाउँदाखेरि पनि धेरै चिल्लो नहालौँ, अलिअलि मसला हालौँ हैन, आफूलाई धेरै नुन पनि नहालौँ। त्यसरी पकाउने तरिका पनि हामी राम्रो सिकौँ, ताजा खाउँ, खाँदा धेरै नखाउँ। अलिकति मासु खायो भने त्यति नै मात्रा बराबर सलाद खाउँ,
गेडागुडी खाऊँ, फलफुल खाऊँ र हामी खाने मात्रै काम नगरौँ, घरमा बसिरहने काम नगरौँ, हामी बाहिर पनि निक्लौँ। मेरो शुभकामना छ यो विजयादशमीको। स्वस्थ रहनुहोस्, खुसियाली मनाउनुहोस्, तर स्वास्थ्यलाई चाहिँ सधैँ ध्यान दिनुहोस्।